तपाईहरुको डिमेट एकाउन्ट डेट एक्सपायर भएको छ भने 15 गतेसम्म रिन्यू गरिहाल्नु होला, नत्र खाता बन्द हुन नि सक्छ। त्यसको लागि प्रोफाइलमा जानु होला र यहाँनिर तपाईहरु रिन्यू एकाउन्ट भन्ने अप्सन देख्नुहुन्छ, त्यसमा रिन्यूमा जानु होला र तपाई कुन माध्यमबाट पेमेन्ट गर्न चाहनुहुन्छ एउटा पेमेन्टको माध्यम चुज गर्नु होला। यसमा गएपछि तपाईले मेरो शेयर मात्र रिन्यू गर्ने अथवा डिमेट मात्र रिन्यू गर्ने भन्ने अप्सन हुन्छ। तपाईले मेरो शेयर र डिमेट दुटै रिन्यू एउटै डेट छ भने गर्नु होला। अब टाइम हुन्छ डिमेटको कति वर्षमा गर्ने र मेरो शेयरको कति वर्षको लागि रिन्यू गर्ने भन्ने अप्सन छ। यसमा मेरो शेयरको लागि मैले जस्तो 5 वर्ष चुज गर्दा 250 आयो, डिमेटको 5 वर्ष चुज गर्दा 500 750 यसरी। प्रोसिडमा जानुभयो भने त्यहाँ तपाईले अब मैले इस्यु चुज गरे भएर इस्यु आइडी र यहाँनिर लगइन गर्छु। आई एम नट अ रोबोटमा क्लिक गरेर लगइन गर्छु। यसरी एउटा मोबाइलमा एउटा ओटिपी आउँछ अनि म यो ओटिपी यसमा राखिसकेपछि भेरिफाईमा क्लिक गर्छु। यति गरिसकेपछि तपाईहरुको अब कन्टिन्यू। अब तपाईले इस्युबाट तिर्ने अथवा ब्याङ्कबाट तिर्ने भनेर अप्सन छ। अहिले म इस्युबाट नै तिर्न चाहन्छु। यसमा पे भिएस इस्यु यति ओके गरिसकेपछि तपाईको डिमेट एकाउन्ट रिन्यू हुन्छ।